नमस्कार साथीहरु, म आज बैंकले प्रत्येक महिना चाहिँ ब्याज बढाउने र घटाउने किन गर्छ त? यसको मुख्य कारण के हो? कि बैंकले मनलाग्दो गर्छ त? आउनुस् यस भिडियोबाट थाहा पाउनुहुनेछ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सबैभन्दा एउटा महत्त्वपूर्ण कुरा के थाहा पाउनु पर्छ भनेपछि बैंकहरुको बैंक नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ गर्ने गर्छ। भन्नुको मतलब के हो भने बैंकहरुलाई एउटा नियमन गर्ने गर्छ। बैंक चाहिँ यसरी सञ्चालन गर भनेर एउटा नियमन गरेको हुन्छ। अब कुरा गरौँ बैंकले चाहिँ के को आधारमा चाहिँ इन्ट्रेस्ट रेट चाहिँ घटाउने बढाउने गर्छ। जस्तै आज भन्दा 3-4 वर्ष अगाडि 13-14% तपाईको लोनमा थियो भनेपछि एउटा सेभिङ निक्षेपमा चाहिँ तपाईको 10-11% चाहिँ थियो। आखिर किन घटेर अहिले चाहिँ तपाईको नर्मली लोनको लागि 6-7% मा आएको अवस्था छ त? र अर्को निक्षेप र फिक्स डिपोजिटमा चाहिँ किन 2-3% चाहिँ भएको अवस्था छ त? आखिर यो किन भएको त भन्ने विषयमा म चाहिँ यो भिडियोमा प्रस्तुत गर्न गएको छु। सबैभन्दा बैंकले चाहिँ मुख्य इन्ट्रेस्ट रेट घटाउने र बढाउने भनेको उसको चाहिँ कस्ट अफ फन्ड र बैंकको तरलताको अवस्था या बजारको तरलताको अवस्था कस्तो छ त त्यो विषयमा त्यसमा मात्र मेजर गरेर तलमाथि गर्ने गर्छ। सामान्य कस्टमरले के भन्नुहुन्छ भनेपछि लोन लाँदाखेरिको एउटा इन्ट्रेस्ट रेट हुन्छ र लैसकेपछि चाहिँ बढ्छ भन्नुहुन्छ। बढ्ने मात्र हैन घट्ने पनि गर्छ। अहिलेको सिनेरियोमा के छ भनेपछि बैंकको ब्याज दर घटिरहेको अवस्था छ। लोनको पनि घटिरहेको छ र निक्षेपको पनि घटिरहेको छ। अब कस्ट अफ फन्डले चाहिँ कस्तो असर गर्छ त? एउटा ब्याज दरमा कस्तो असर गर्छ त भन्ने कुरा चाहिँ म भन्न गएको छु। र कस्ट अफ फन्ड भनेको के हो भनेपछि बैंकले बैंक सञ्चालन गर्दाखेरि लाग्ने लागत कसरी लाग्ने गर्छ त भनेपछि ग्राहकहरूले चाहिँ निक्षेप मार्फत या फिक्स डिपोजिट गर्दाखेरि चाहिँ बैंकमा डिपोजिट गर्ने गर्छ। त्यसको बापत चाहिँ उसले बैंकले ब्याज दिन्छ। त्यो पनि एउटा के हुन्छ कस्ट अफ फन्डमा असर गर्ने गर्छ। त्यसले मात्र हैन कस्ट अफ फन्ड के हुन्छ भनेपछि बैंक सञ्चालन गर्दाखेरि लाग्ने खर्च विभिन्न खर्चहरू अपरेटिङ खर्चहरू जोखिम खर्चहरू अफिसियल खर्चहरू धेरै खर्च हुने गर्छ। त्यसले गर्दाखेरि कस्ट अफ फन्डलाई तल घटाउने र बढाउने गर्छ। त्यस्तो कस्ट अफ फन्ड चाहिँ मासिक रूपमा सधैँ कस्ट अफ फन्ड चाहिँ फिक्स हुँदैन। त्यसको बैंकको लागत सधैँ फिक्स हुँदैन किनकि प्रत्येक महिना चाहिँ चेन्ज भइरहेको अवस्था हुन्छ। लागत कम चेन्ज भइरहेको अवस्था हुन्छ। जब कस्ट अफ फन्ड चाहिँ बैंकको चेन्ज हुन्छ त्यसपछि बेस रेट पनि चेन्ज हुन्छ। बेस रेट चेन्ज भयो भनेपछि चाहिँ ग्राहकले लाने लोनमा पनि के हुन्छ चेन्ज हुन्छ। यदि कस्ट अफ फन्ड घट्यो भनेपछि बैंकको बेस रेट पनि घट्छ र ग्राहकको ब्याज पनि के गर्छ घट्ने गर्छ। र अर्को कुरा के छ भनेपछि बजारमा यदि या बैंकमा चाहिँ तरलताको अवस्था चाहिँ अधिकतम छ। निक्षेप सङ्कलन गरेर बैंकको निक्षेप सङ्कलन मार्फत चाहिँ म्याक्सिमम अधिकतम चाहिँ एउटा बैंकलाई चाहिने भन्दा चाहिँ निक्षेप बढी छ भनेपछि त्यसमा तरलताको अवस्था बढी भएको अवस्था हुन्छ। त्यस्तो अवस्थामा के हुन्छ लोन लानेको संख्या कम हुन्छ या लोनको माग चाहिँ कम हुन्छ। यस्तो अवस्थामा बैंकले के छ भने निक्षेपकर्ताहरूलाई के गर्छ थोरै चाहिँ इन्ट्रेस्ट रेट घटाउने गर्छ किनकि उनीहरूलाई चाहिँ पर्याप्त मात्रामा तरलताको अवस्था पुगेको अवस्था हुन्छ या बढी भएको अवस्था हुन्छ। यस्तो अवस्थामा चाहिँ के गर्छ निक्षेप घटाउने गर्छ जसले गर्दाखेरि त्यसको असर चाहिँ कस्ट अफ फन्डमा पनि पर्छ। यदि निक्षेपको चाहिँ ब्याज घटाउने हो भनेपछि बैंकमा लाग्ने लागत पनि कम हुने गर्छ। बैंकमा लाग्ने लागत घट्दाखेरिपछि बैंकको इन्ट्रेस्ट रेटमा पनि घट्ने गर्छ। त्यसकारण अब के बुझ्नुपर्छ भनेपछि यो एउटा मनलाग्दो बैंकले कुनै पनि तलमाथि गर्ने गर्दैन। त्यसकारण नेपाल र राष्ट्र बैंकको एउटा नियमन र बैंकको कस्ट अफ फन्ड तरलताको अवस्थामा के गर्ने गर्छ मासिक रूपमा चाहिँ तपाईको तलमाथि गर्ने गर्छ। तर किन यस्तो गर्छ त? किन फिक्स गर्न सक्दैनन् त? नेपाल राष्ट्र बैंकले के गर्छ भनेपछि तरलताको अवस्था बढी भएको अवस्था पनि त्यसको फाइदा चाहिँ ग्राहकले लिनुपर्छ पाउनुपर्छ भन्ने त्यसले गर्दाखेरि एउटा फ्लोटिङ इन्ट्रेस्ट रेट चाहिँ एउटा लागू गरेको छ। यदि ठिक छ फिक्स गरेर मानव 9-10% गर्यो भनेपछि त्यस्तो अवस्थामा चाहिँ तरलताको अवस्था चाहिँ कमी भएको अवस्थामा ठिक छ। 13-14% नि पुग्न सक्ने अवस्था थियो त त्यसमा चाहिँ 10% लाग्नु कम इन्ट्रेस्ट रेट हो। तर सधैँ तपाईको 13-14% इन्ट्रेस्ट रेट हुँदैन किनकि बैंकमा तरलता एकदम अधिकतम भएको अवस्थामा चाहिँ इन्ट्रेस्ट रेट तपाईको 5% 4% आउने पनि अवस्था हुन्छ। त्यो फाइदा ग्राहकले लिन पाउँदैन। त्यसकारण अब के बुझ्नुपर्छ भनेपछि अब हामीले बैंकले चाहिँ इन्ट्रेस्ट रेट घटाउने बढाउने काम चाहिँ मनलाग्दो गरेको होइन। यो नेपाल राष्ट्र बैंकको नियमन बजारको तरलताको अवस्था सबै हेरेर मात्र चाहिँ इन्ट्रेस्ट रेट चाहिँ तलमाथि गरेको हो। धन्यवाद। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद दिन चाहन्छु। यो भिडियो मन परे लाइक कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।